हेलो गाइज, आज चाहिँ हामीलाई चौचौ खानु मन लाग्यो। दिउँसो चर्को घाम पनि थियो र आज खाजा नखाउँ कि भन्ने विचार गरेको। खाजा खानु मन लाग्यो र 4वटा चौचौ ल्याउनु पर्यो पिरो, त्यसपछि पकाएर खाने सोच आयो मलाई। ल जाउँ न त छोरी, हामी आज चौचौ पकाएर खाऊँ भनेर अन्डा 4वटा फुटायो। त्यसपछि छोरीलाई चौचौ लिनु पठाउँ न भाइलाई भनेर पठाए। त्यसपछि यो अन्डा फ्राई गर्नु सुरु भयो। अनि अब प्याज पनि हालौँ न त। प्याज हालेर एकछिन चलाए। त्यो प्याज हालेर एकछिन चलाएपछि अब गोलभेडा पनि सँगै हाल्दिए। किनभने यति हालेपछि यो करेन्ट चौचौलाई यस्तो हालिकन पकाए पनि मिठै हुन्छ है, मिठै हुन्छ। तैपनि आज चाहिँ अन्डा फ्राई गरेर अन्डा सन्डा हालेर र हामीलाई फ्राई बनाएर खानु मन लाग्यो। र चौचौ नै फ्राई त गरेन मैले, अन्डा फ्राई गरेर त्यसलाई रस बनाएर त्यो उमालेर चाहिँ हाल्ने विचार गरेँ क्या। त्यसपछि यो अब हालौँ न त चौचौ भनेर यो उम्लेको पानीमा यो 4वटा चौचौ ल्याएको थियो। अलिक पुग्दैन कि हामीलाई जस्तो लागेर फेरि एउटा वाइवा पनि ल्यायो भने कि मैले चाहिँ भाइलाई वाइवा एउटा पनि ल्याऊ, त्यसमै मिसाएर पकाउँ न त भनेर। हामीले चाहिँ स्पाइसी नखाएको आज, किनकि हाम्रो बाबाले स्पाइसी मन पराउँदैन। बाबालाई चाहिँ पिरो त्यति मन, अहिले चाहिँ अलि मनपर्छ। पहिला त झन् हामीले मात्रै खान्थ्यो नि त, उनीहरूको मनै पर्दैन। अरू बेला त हामीले त्यही बोइल गरेर त्यसरी सस हालेर खान्थ्यो, स्पाइसी नै खान्थ्यो। योपालि चाहिँ हामीले अलिअलि रस हालेको। चौचौ पनि पाक्यो। अब यो पाकेको चौचौ हामी 4जनालाई, मिस अञ्जली र अमित र बिमला र लाक्पा तामाङ, हामी 4जना फ्यामिलीलाई अब खाना सुरु गर्यो। खाऊँ न त। तातो गर्मीमा झन्ते माथि तातो चौचौ। मिठो छ, मिठो थियो। मलाई रुगा लाग्थ्यो, त्यही मलाई मिठो भएको थियो। बाबालाई मिठो छ भनेको, मिठो बाबा हेर्न त्यहाँ सिँगान झर्ला जस्तै हा गरिरहेछ। ल सक्यो आज।